सब सकियो भाइ, सक्यो सब नेपालमा पुरै सब सक्यो। पुरा नेपाल नै सकियो माखाने हेरौँ न होइन। हिजो थोरै यति छ बाँकी त्यो पनि सकिन्छ। हिजो भएको होइन घटनाहरू हेर्दाखेरि होइन यस्तो भएको छ नि, कसम भयो नि, मन त भित्रैदेखि दुःखी भएको छ होइन पुरै। त्यस्तो भिडियोहरू हेर्दाखेरि होइन कतिजनाको ज्यान गयो होइन हिजो। अब त्यसको जिम्मेदार को नै हुनसक्छ र भनौँ, पापीहरू छन् माखाने नेपालमा होइन, यस्ता यस्ता अपराधीहरू छन्। तिनीहरू एउटालाई सजा नमिल्दा, एउटा दोषीलाई सजा नमिल्दाखेरि होइन हजारौँलाई सजा मिल्छ होइन। मिल्छ। त्यही भएर दोषीलाई चाहिँ कडाभन्दा कडा सजा दिनुपर्छ, दिनु पर्यो। एउटाको अरूको पापको सजा सबैलाई नभोग्नु पर्यो। हाँसीको सजा। अब हिजोको न्युज हेर्दाखेरि कयौँ मान्छे त बेघर बर्बाद हो कि नि भन त। उनीहरूको घरबार नै गयो, सब गाडी गए, यो मेरो त्यो मेरो भन्ने मान्छेको पनि होइन हिजो, त्यो पनि सबैको गयो के। ल हुन्छ हजुर, यो भिडियोलाई सक्दो प्रायः सेयर गर्नुहोस्। नेपाल भाइलेन्स सरकारसँग के भन्न चाहन्छु भनेपछि होइन, नयाँ सरकारसँग एउटा दोषीको सजा दोषीलाई नै मिलोस् के, अरू निर्दोषीलाई नमिलोस्, त्यही भन्न चाहन्छु हामी दुइटा होइन। हामी दुइटाको तर्फबाट दोषीको सजा दोषीलाई नै मिलोस्। अनि यो भिडियो चाहिँ सक्दो सेयर गरेर भाइलेन्स सरकारसँग पुगाओस्। हाँसीको सजा मिलोस् त्यहाँ। फाँसी भन्नाले पनि अन द स्पोट गोली हान्थ्योस् के माखाने होइन, नभएपछि सुना बलात्कारी गर्ने, अपराधी गर्ने, हत्यारा, चोर, डाका, गुन्डा जो पनि हो नि, मा खाने टाइममै सुर्दी जाऊ, सुर्दिने बेसी। नत्र हामी दुइटा आएर सिधा बन्चर हान्छौँ मा खाने, तिम्रो घाँटीमा नि बन्चर हान्छौँ, कि त वार कि त पार गर्छौँ। एक जस्तो पुष्पा फिल्ममा रप्पा रप हानेको थियो नि, त्यस्तै रप्पा रप तिम्रो घाँटी काट्छौँ। बलात्कारी गर्ने, अपराधी गर्ने, चोरी गर्ने, डाका गर्ने, मा खाने, अरूको सम्पत्तिमा हक जताउने होइन, सबै मान्छेलाई भनिरहेको छु, सबै सुध्री जाऊ। यदि सुध्रिएन भने चाहिँ नि ऊ विष्णुले र मैले, उमेशले र मैले सिधा बन्चर हान्छौँ घाँटीमा।